कति आयो Oh wow! के चुज गरेँ म तिमीलाई सोधेको थिएँ के हो यो मैले चाहिँ नि सोचेको थिएँ आइसक्रिम ल्याइदिउँ कि पेस्ट्री भनेर मैले सोचे के ल्याइदिउँ भनेर अनि बरु सोध्छु यिनलाई नै भनेर सोधेको थिएँ अप्सन के थियो अनि तिमीले के चुज गर्यौ तिमीले पी भन्यौ अनि पेस्ट्री ल्याइदिएँ उप्स तिमीले चुज गर्यौ पेस्ट्री ओके बाई हेर मेरो नेल ट्रायल रियल रिएक्सन त्यसमा आइरह मेरो ब्यागमा मैले लिएर आएको गिफ्ट मलाई लुकाइदिएँ डिस्क्रिपेन्सिज सकल देखाउ न दुइटा ए भए दामीहरू यस्तै देखाउ न त्यतिर बहिनीको रिजल्ट पनि आयो राम्रै आयो हामी सबै ह्याप्पी थियौँ बट दिमागमा चाहिँ खुरापाती आइडिया आयो कि वाइ नट प्र्याङ्क सम पिपल सो फर्स्ट टार्गेट चाहिँ हाम्रो आन्टी सर आन्टी हुनुहुन्थ्यो उहाँलाई चाहिँ मेसेजबाटै हल्का डाइसी सिचुएसन पारिदिएँ अनि त्यो पछि चाहिँ नि अब लो जिपिए भन्दा चाहिँ हल्का अनबिलिभेबल हुनसक्छ सो एउटा सब्जेक्टमा चाहिँ रिचेक गर्नुपर्ने भयो अब टिचरको गल्ती हाम्रो गल्ती हामीलाई थाहा छैन कन्फ्युज स्टेटमा छौँ जे भने रिजल्टले गर्दा तनाव भएछ अनि पार्न खोजेको थियौँ जुनमा चाहिँ वेयर सेमी सक्सेसफुल तर के भयो भन्दाखेरि त्यो क्लिपको स्क्रिन रेकर्डिङ गर्दाखेरि चाहिँ नि मेरो फोनको मैले भल्युम नै अफ गरेँ सो साउन्ड छ होइन क्लिप्स मात्र छ अब यति रमाइलो भयो कि मैले छोड्न चाहिनँ त्यही भएर राखेँ यो मोमेन्टमा चाहिँ हामी क्ल्यारिफाई गर्दै थियौँ अनि उहाँले चाहिँ उहाँको टाइममा पनि रिटोटलिङ गर्नुपर्ने सिचुएसन आएको थियो त्यो भन्दै हुनुहुन्थ्यो सो यो क्लिप यही भयो नेक्स्ट चाहिँ नि हामी आज्ञालाई प्र्याङ्क गर्दैछौँ विच इज कमिङ अहेड सो हाम्रो नेक्स्ट बक्रा आगे आइसकेपछि मैले यो फोन ढल्यो भनेर मिलाउने चक्करमा चाहिँ आफ्नो क्यामेरा सेटअप गरिरहेको छु यहाँ चाहिँ अड्डेलाई नि यति भएपछि त खतरा डिस्कसन गर्न मलाई अहिले आज्ञालाई पिर पर्छ अब तिमीसँग छ मलाई गर्नु कुरा दुखी नभौ तिमी आउन यता ओ माई गुडनेस प्र्याङ्क के हो भनेर त हामीले भन्दैन भनिकन आज्ञाले आफै भनिदिन् सो प्र्याङ्क वाज कि अब निशानलाई चाहिँ हामी काठमाडौँ पठाउँदैछौँ इन्ट्रान्सको लागि किनभने उसले बोर्ड्समा राम्रो गरेनन् सो लेट्स गेट टु इट म भन्छु तिमी रोइदेऊ भने पुरा स्योर थिएन के पुरै स्योर थिएन के भने रिजल्ट आएन फेरि पनि आयो तर यिनको एउटा सब्जेक्ट चाहिँ थोरै बिग्रियो के भयो छोरा अब इन्ट्रान्स प्रिपेरेसनमा नि घरमा बसेर पढ्यो भने पढ्दैन दिनभरि पढ्छिन् त नि दिनभरि पढ्छिन् तिमीलाई लाग्छ पढ्छिन् यिनी लास्ट मोमेन्ट आइन्जेलसम्म पढ्छिन् जस्तो लाग्छ कि तिमीलाई त थाहा यिनको बानी ब्याचलर चाहिँ नि पढाउने ब्याचलर चाहिँ डब्लुएससी पढाउने तर 2-3 महिना चाहिँ पठाइदिने अब दसैँसम्म काठमाडौँ पठाइदिने राम्रो लाग्छ यहाँले ब्याचलर नि अब दामी लाइन भने चाहिँ नि इन्ट्रान्समा दामी लाइन हुन्छ काठमाडौँ पढ्नु पर्ने पुग्छुकमा नयाँ दामी नपढ्ने बिस्तारी यिनलाई नि मैले अब रिजल्ट राम्रो आएछ तर पनि सब सब्जेक्टमा दामी आएको केही भन्न मिल्थेन यिनलाई त जानु छैन तर अब जानु भने नि पठाउनु पर्यो किन पढ्नु परेन त पढ्यो मलाई त हुन्न जानु तिमी 12 बजी जान लागिन्छ निस्कु जाँदैन नि त 3 दिन पछि निस्कु हुँदैन हामीसँग घरमा त्यो त ऱ्याङ्क कस्तो त्यो चाहिँ यिनी मात्र हो त नजाने यिनी मात्र डब्लुआरसी जाने बाँकी हुन्छ त्यो भन्दा त यिनी डब्लुआरसी गयो नि उहाँ गयो नि एउटै हो नि त जसै एक्लै जानु
केही छैन सानी प्यारी तिमी 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 ब्याचलर तिमी अब तिमी ब्याचलर पढ्ने बेलासम्म हामी छुट्टो जान्छौँ तिमीलाई गिफ्ट हाल्छौँ दिन्छौँ खुसी भयो निश्चय काठमाडौँ गएर पढ्यौँ भने काठमाडौँ जान्छौँ पढ्छौँ छिटै कमाउन थाल्छौँ मेरो जन्मभूमि भगाउने मान्छे त तिमी निसुलाई तिमी स्ट्रङ हुनुपर्छ तिमी गाउँ जाऊ पढ भन्यो जान मलाई जे जति दिउँसो भगाएको पुरा हेरेर आँखा रातो रातो खतरा रोइदिन छ तिमी आइनौ अघि साँझन रोइथे म बनाएर जान्छु भनेर क्लासेस पढाएको छु आधा छोडिदिन जान्न भन्दिनँ अनि त्यही अहिले जे अनलाइन पढ्ने त्यही अफलाइन पढ्ने नि त उहाँहरू साथीहरू बनाउँछु नयाँ मलाई दसैँमा आउने बेलामा छक्कै साथी आइदियो है किन त कमाउने नि त फेरि 1000 त पाउँछ हामी बाबा मामा घर आफूलाई खेल्दा डिस्कस नगरेकै फेरि रोइदिनु भने रोइदियो हेर कति ब्रेभ छिन् त्यही भएर पठाउन काठमाडौँ यति ब्रेभ छिन् अब काठमाडौँ गएर एक्लै बस्न सक्छ कति कमजोर छिन् ब्रेभ छौ रोइदियो भने राम्रो कमजोर साबित गरेर म त फेक झुट बोलेर म त आफूलाई रोक्थेँ कि त्यो त्यस्तो गर्न सक्दैन थियो यिनी त फेक झुट बोल्नु मिल्दैन अब सन्तोष छैन भने काठमाडौँ हस्पिटल छ नि जुत्ता भन्नु त्यहाँ तिमीलाई साँच्चै बेन्जी भेटिन्छ केही छैन धेरै मिस नगर त्यही हो बलियो हुन्छ कमजोर नि हुन्छ नि बेन्जी त कति परफेक्ट हुन्छ कि मलाई तिमी जस्तै अब आज के भयो आज फ्राइडे होइन स्याटरडे सन्डे मन्डे एयरप्लेन एक्लै छोड्नु जानुहुन्छ नि बाबा छोड्नु त जानुहुन्छ नि हामी हेर्छौँ तिम्रो के अरे रोनेका तमासा देख्न हामी रोदो त्यही भएर यो खालको सानोमा चाहिँ केही छैन चिन्ता नगर तिमी राख्न चाहन्छौ भने गरेर राखिदिन्छौ हुन्छ हुन्छ हो हुन्छ हुन्छ हो जोडेको होइन तिमीसँग मजाक गरेको कैसा लगा मेरा मजाक It's a prank कैसा लगा मजाक ठीक थियो यता हेर बाबु भयो सोध्छु कि होइन यत्रोसँग कन्ट्रोल गर्ने विचार यता हेर खुसी हो जान्दिन के भनेको अब निसो आज्ञा जान्दिन राख्दैन निसो आज्ञा आज्ञा रोइनन् भन्छ झन् भित्रभित्र खान्छ नि त जाने भन्छ जसरी जान्छ भनेर हो कि उसले ल भयो फिलिङ बेटर आज्ञा ठिक हुन्छ तिमी जाँदैनौ कि आयो बस म अठे गाइस म झन् प्राङ्क सुन्ने बित्तिकै रोको यस्तो घटे प्राङ्क कोही गर्छ कस्तो लाग्यो प्राङ्क मलाई थाहा थियो कि प्राङ्क जस्तो लाग्थ्यो कि मलाई अनि किन भन्नु त नि तर असलियत भइदियो भने के गर्ने मेरो बेला हुँदैन यो प्राङ्क कपल गर्न ल्याउने गाउँको मेसेज गर्दा थाहा छैन नि कता आज्ञालाई जिपे पनि थाहा कि भन्ने भयो क्या जिपे थाहा भयो भने एउटा सब्जेक्टमा गुल्टिन भन्नु त पाइयो नि त त्यही सोचे यता हेर मेरो हात भएन नि भएन त्यही फुली लाग्यो राम्रो सकेन कि अहिले अहिले तिमी फुली नलागेको नोटिस गरेको थिएँ मैले त दुखी फुली लाग्यो
के हो वो देखो क्या स्यावेजेसको यो इन्ट्रो कोही हेर त म त कसम घर हुँदै कि होमलेस देखेछु कि रोनाल्डो म हेर्नेस देखेछु गाइस रोनाल्डो केटीएम वर्ल्ड कप केटीएम जीबीएस अगाडि फाइनली ब्याक टु नर्मल त्यही त कि बल्ल खुले कि अघि त होइन रुन्चिन थियो आवाज गइसक्यो रोहित छैन अनि त्योपछि त होइन अब त प्र्याङ्कको भनिदिउँ भनेर भनेको के मलाई माया लाएर त्यो चाहिँ यस्तो रोइन म यस्तो माया लाग्यो सब प्र्याङ्क हो अघि भनेको सब कुछ प्र्याङ्क हो केमिस्ट्रीमा त त्यहाँ थियो सबै राम्रो सोच सिकाएको कहिले सिकाएको मेरो बहिनी मेरो दिदी अनि पढाइको चक्कर पढाइ र स्कलरसिपका चक्कर मेरो चक्कर चलेको आँखा इट इज 80% नर्मल आँखा त्यही हल्का फुले छ के वाट अबाउट 9 तिम्रो ठिक छ 99% नर्मल आँखा 1% त भएपछि रोयो नि त ए गफको सिलसिला जिन्दगी भर भ्याइँदैन भिडियो चाहिँ भ्याइदिउँ बाई 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 ए म देखिन ल ल बाई